के हो त नि पुरै अनुहार त क्रिमले हो केले यति साह्रो गोरो अनि त्यो अस्ति भर्खर भिसी सिक्यो के भयो थोप्दा पुरै डन्डी खोर आएर यस्तो यस्तो केटा हो कि केटी हो कहिलेदेखि दलाली सुरु गर्यो तिमीले सो हेलो एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला है म चाहिँ यहाँ माथि थाक्यो कम्पनीको यही माथि हाम्रो कम्पनी चाहिँ यही तल पर्छ कि मोबाइल समात्नु चाहिँ कसरी यस्तरी होला यो तल पर्छ कि हाम्रो कम्पनी चाहिँ म चाहिँ यहाँ माथिसम्म वाक गर्न आएको एन्ड दिस इज द भ्यू के यसको लागि आएको कि यसको लागि के ओ माई गुडनेस वाह सुरुमा त अब क्यामेरा फेस गर्ने एकदम कस्तो अड लाग्छ नि त बानी हुँदैन नि त सो फेस नगर्ने बानीहरू पनि सुरुमा चाहिँ एकदम लाज लाग्यो कि आधी घन्टा 1 घन्टा चाहिँ मैले एज अ नर्मली यत्तिकै राखिराखेँ बोल्नु चाहिँ केही बोल्न कहिले कहिले त त्यो बानी हुँदैन नि त यसरी समात्नु यता पछाडि देखाएर हुन्छु यार थोप्डा नै आएर आउँदैन है सो सिक्ने कुरा हो बिस्तारै बिस्तारै हुँदै जाने कुरा हुन्छ नि त नर्मली यत्तिकै गाडी आउँदा पनि मलाई बोल्न एकदम अप्ठ्यारो लागिरहेको छ कि सो यस्तो बानीहरू चाहिँ बिस्तारै बिस्तारै जान्छ है सो क्यामेरा फेस गर्ने बानी नै छैन नि त हाम्रो यो कुरा चाहिँ अब बिस्तारै बिस्तारै फेस गर्दै गएपछि हराउँदै जाने कुरा हो नि त म चाहिँ यस्तो रुखहरू हुन्छ नि यस्तोहरू एकदम संरक्षण गरेर राखेको हुन्छ है कस्तो दामी है अनि आयो यसरी पब्लिकमा यस्तो रुखहरू संरक्षण गरेर राखिदिएर बस्नको लागि यस्तो चौताराहरू बनाइदिएर भाइ जान्छौ कि के गर्छौ आऊ वेलकम टु माई ब्लग बोल्ने बानी विकास गर्दैछु विकासमा अब गर्दैछु सो आऊ नि त ल केही भन नि त ब्लगमा हेलो हेलो सबैजना नमस्कार आदाङबे हाम्रो दाजुको ब्लगमा तपाईँलाई वेलकम छ सो सुरुमा यसरी क्यामेरा फेस गरेर बोल्ने बानी हुँदैन नि त एकदम लाज लाग्ने एकदम साई फिल हुन्छ नि त सुरुमा पछि चाहिँ फेरि बोल्दा बोल्दै यत्तिकै फ्लोमा जाँदो रहेछ कि एज अ नर्मली बोलिन्छ कि यस्तो कुराहरू त हुनाले यस्तो कुराहरू त सिक्दै जाने गर्नुपर्छ नि त सुरुमा त यो अनि यो हेर न यो पुरै मौसमै हँदाएर छ यो के भयो थोप्दा पुरै डन्डी खोर आएर यस्तो यस्तो सोच्नु लाग्यो भने फेरि बनाउने हिम्मतै नआउँदो रहेछ है भोलि गरौँला है भाइ अनि यो के हो त नि पुरै अनुहार त क्रिमले हो केले यति साह्रो गोरो यो त यजा चाहिँ यो केटीलाई डाउन पार्ने हो त होइन यो त तर चाहिँ उत्रे त पात्रा भाइ यो त अति हो त कोरिया आयो भनेर अनि ओप्पा बन्छु भनेर यसो गर्नुपर्छ र भाइ दिन कस्तो बित्यो त नि भाइको हो मेरो त अस्ति हिजो पौडी खेलेर होला नि धोप्पी जिउ दुखेर आम्मामा म त आज बेलुका सायद खाना पनि छोड्छु होला 1-2 हप्ता मस्त खाइदिएको वेट बढेर हैरान के भयो कि फेरि म त कुदेकै छु काम साइकलिङ एक्लै म त अस्ति खेरुङसान गयो 1 दिन थल हिजो उसमा स्विमिङ गयो आजै थल सकियो अनि छुट्टी नै सकियो अनि फेरि अर्को हप्ता त छुट्टी छ त अनि स्वतन्त्र दिवस चाहिँ के हो सायद नेक्स्ट विक होला यो हप्ता 3 दिन काममा गयो त्यसपछि अनि 1 हप्ता काम गरेर फेरि अर्को हप्ता चाहिँ छुट्टी त किङबुक चल जस्तो देखियो त सायद स्वतन्त्रता दिवस होला हो एक्लै साइक्लिङ हान्यौ 2 दिन त एक्लै गयो कहाँ पुग्यो त आम्मा पसिनाले पुरै लुगा त रुचेर है अस्ति यस्तै भएको थियो मेरो 2 दिन त म उता यस्तरी रहेछ नि त अनि क्यामेरा पकड्ने नि भाइ हान्ने यस्तरी घुमाउन सजिलो हुन्छ भनेर अनि पुरै अनि भ्लगमा त यसरी हिँडिरहेको थियो पुरै पछाडिको मात्रै आइरहेको थियो तालु मात्रै अनि खिच्न पनि के भाइको घरि यसरी खिचेछु एडिटिङ गर्दा यस्तो हैरान के अनि समात्ने एउटा टेक्निकली खिच्न पर्दो रहेछ है यसरी घुमाउनु नमिल्दो रहेछ कि फेरि त्यो उयो वाला किन्नु पर्यो कि दाइ के त्यो हाम्रो त्यो फेस उयो ट्र्याक वाला त्यो पाउँछ त्यो सागरको थियो नि कहिले ए गिम्बल त्यो यस्तो फेस लगाएर जताततै त्यो ट्र्याक गरेर घुम्ने त्यो आधुनिक हुने हो र
अब स्टार्ट गरे भए त सुरु गर्नु पर्यो नि त। अब ल सही हो यो कम्पनीमा देखाउनु अनि यहाँनिर एउटा कामदारको साथी छ कि यो कम्पनी केटा हो कि केटी हो केटीको अब त्यही भएर त्यो भ्लग मार्फत कहिलेदेखि दलाली सुरु गरे तिमीले भ्लग मार्फत होइन तपाईँहरू आउनु चाहनुहुन्छ अरे दाइसँग कन्ट्याक्ट गर्नु होला त्यति भन्न चाहन्छु है आज ल सही हो ल कन्ट्याक्ट नम्बर पनि छोडिदिनु भाइ कन्ट्याक्ट नम्बर पनि अनि कुनै ठाउँहरूमा घुम्न गइन्छ है भाइ अरे भिडियोहरू अनि फोटोहरू लास्टै टन्नै हुने मोबाइलमा अनि मेमोरी फुल हुने कि त्यसको साटो त पुरो पोस्ट हानिदियो अनि सकियो त अनि डेममा बनायो एउटा भिडियो मिनी भिडियो लाज लाग्दैन भने पब्लिकली सेयर गर्यो नत्र भने चाहिँ एज अ त्यो ओन्ली मीमा हानेर राखिदिँदा नि हुन्छ नि त होइन मलाई एडिटिङ आउँदैन कि एडिटिङ आयो भने त म भ्लग त जे पाए त्यही बोलेर नि लाउँछु कि मैले अस्तिबाट त्यो दा भिन्चीको कोर्स सिकिरहेको छु अनि एडिटिङ केही आउँदैन हो त्यो सिर्फ त्यो अस्तिको आउँछ नि त त्यो त क्याप कटहरूमा आएर त के गर्ने र क्याप कटमा त बनाउने त त्यस पछाडि बानी पर्दै जाने हो क्याप कटहरूमा त लगभग धेरै कुराहरू सिकिसक्यो नि त क्याप कटको त आउँदैन मलाई क्याप कटको भयो आयो भने पनि म त एडिटिङको चाहिँ टप लेभलहरू दा भिन्चीहरू तिनीहरू हुँदो रहेछ कि अनि ल्यापटपमा त्यो चाहिँ फेरि मोबाइलमा चल्दैन कि अनि त्यहाँ सिक्न लाग्यो त्यहाँ फेरि सिर्फ त्यो अस्तिको भिडियोहरू अपलोड गर्न मात्रै मलाई 2 घन्टा लाग्यो कि अपलोड गरेर सिर्फ काट्न मात्रै कि मलाई कि त्यस्तो कि त्यो केही चलाउन नजानेर कि त्यस्तो कुराहरू अब बिस्तारै हजुर बिस्तारै सिक्ने कुरा हो त्यस्तोहरू चाहिँ टाइम लाग्छ नि त सबै कुरा बिस्तार हुने यो काम मात्रै नभएर एक्स्ट्रा कुराहरू हुन्छ नि त भाइ कुराहरू नि हल्का केही स्किलहरू सिक्यो भने के केही नभए पनि कहिले न कहिले त काम लगाइहाल्छ नि अनि त्यो अस्ति भर्खर भिसी सिक्यो तर एडिटिङहरू त्यो हल्का टिकटक बनाउने गर्ने गर्दा नि एडिटिङहरू चाहिँ त्यो हल्का चाहिँ जानियो अब फेमस हुने त्यो त्यस्तो हुन्छ त्यस्तै एउटा कन्टेन्ट सोच न भाइ यार त्यो एउटा साथीभाइ भेट्ने मेसो पनि हुन्छ है अब सही हो अलि अस्तितिर हामीले चाहिँ त्यो फिल्महरूको थोरै क्लिपहरू त्यस्तोबाट गरिरहेको थियौँ हामी रमाइलो हुन्थ्यो एउटा क्लिप सोच नि त कुन चाहिँमा गर्ने भनेर अब एउटा त्यही पुरानै फिल्मको जातिमा ट्रफी छ होला एउटा गर अनि मलाई पठाइदियो अनि त्यो बिचमा अनि हल्का सल्लाह गरौँ बिचमा बनाऊ दारी होइन दारी पाल्ने भनेर राखेको हो कि अनि 2 दिनपछि त झ्वास्स हुँदो रहेछ भनेको कि अनि के भन्छ अरे अनि त्यो अरू पाकिस्तानीहरूको जस्तो धाम्म आयो पो दामी हुन्छ त है भाइ यस्तो झुसे त अनि हैरान के हेरेको त यो तल त कि यस्तो के ठोसा जस्तो कि भाइ बाँसको जरा जस्तो कि अनि काटेर फाल्थेँ तर अनि सोचेँ कि पछि चाहिँ हल्का चाहिँ राख्ने कि अनि यो छ नि भाइ कैँचीले हल्का फाल्ने कि त्यस्तो चाहिँ गर्नु पर्यो कि छोरा मान्छे भएपछि त हल्का दारी त राख्नु पर्यो नि होइन र तिमीले चाहिँ दारी नराख्नुको कारण के हो त्यो मन पर्दैन के मलाई मसँग होइन केटाहरूको दारी सबै काट भने केटाहरू पुरै रिसाइरहेको छन् कि सही होला आफ्नो हुन्छ आफ्नो सुको तर मलाई चाहिँ दारी मन पर्दैन होइन अनि शेर्पा दाईहरूले पनि पुरै बुढी ल्याउनु भएछ भाउजू ल्याउनु भएछ अनि भोटेकाजी दाई हाम्रो अर्को निमा सोल्टी उनले पनि ल्याइसकेछन् हो प्रोसेस भइसक्यो त अनि तिम्रो चाहिँ के छ विचार कहिले ल्याउने त भयो म त अहिलेसम्म अविवाहित हो होइन यो पनि भिडियो बहिनीले हेऱ्यो भने त मार्छ त तिमीलाई त अनि कृत्रिम गरेर पाल्ने हो ल भाइ ल राम्रो बनाउनु होला होइन यतिकै प्र्याक्टिस गरे ए हुन्छ त्यो सोचेर मलाई भन ल कुन चाहिँ क्लिपमा गर्ने भनेर है ल भाइ ल सो भाइको होस्टेल चाहिँ माथि हो त्यही भएर उता जान्छ यो सबै हाम्रो कम्पनी तर मेरो होस्टेल चाहिँ तल भएको भएर तलबाट जानुपर्ने हुन्छ सो भाइ चाहिँ यतैबाट गयो सो ल राम्रोसँग बस्नु होला यत्तिकै रमाइलो गयो